ल आजको क्वेसन चाहिँ के रहेछ भन्दाखेरि चाहिँ एन्डोस्पर्मको डेभलपमेन्ट कसरी हुन्छ। डबल फर्टिलाइजेसनको बादमा जुन चाहिँ प्राइमेरी एन्डोस्पर्म न्युक्लियस बनिन्छ त्यो प्राइमेरी एन्डोस्पर्म न्युक्लियस चाहिँ एन्डोस्पर्म कसरी बनिन्छ र त्यो अर्को क्वेसन चाहिँ के छ भने चाहिँ एन्डोस्पर्मको डेभलपमेन्ट चाहिँ जाइगोट बनिसकेपछि होइन जाइगोट बनिसकेपछि चाहिँ जाइगोटदेखि इम्ब्रायो बनिनुभन्दा अगाडि चाहिँ जाइगोटदेखि इम्ब्रायो बनिनुभन्दा अगाडि चाहिँ एन्डोस्पर्मको डेभलपमेन्ट चाहिँ किन जरुरी छ। जाइगोटदेखि इम्ब्रायो बनिनुभन्दा अगाडि चाहिँ एन्डोस्पर्मको डेभलपमेन्ट किन जरुरी छ। ल यो दुईवटा क्वेसनलाई अङ्ग्रेजीमा पढौँ ल अब सुनौँ है। Question. Describe the development of endosperm after double fertilization in an angiosperm. Why does the endosperm development precedes the development? Hence, the primary endosperm nucleus undergoes repeated mitotic division to give rise to a number of free nuclei in the primary endosperm cells. At this stage, the endosperm is called free nuclei endosperm. Later, cell wall formation starts from the periphery and the endosperm becomes cellular. Periphery भनेको तल तलबाट यो cell wall formation देखाउँदैछ। The number of free nuclei formed before cell wall formation varies with species. Endosperm develop भएको cell wall formation ले बादमा हो। The zygote develops only after certain amount of endosperm is formed as an adaptation to provide assured nutrition to the developing embryo. Hence, endosperm development precedes that zygote. किन चाहिँदो रहेछ भन्दाखेरि चाहिँ एन्डोस्पर्म चाहिँ किन चाहिँदो रहेछ जाइगोटलाई, ताकि एन्डोस्पर्मले चाहिँ के दिन्छ, जाइगोटलाई खाना दिन्छ होइन। जाइगोट त डेभलप हुनु पऱ्यो इम्ब्रायोमा, अन्त त्यो डेभलपमेन्टको लागि चाहिँ खाना चाहिँ एन्डोस्पर्मले दिन्छ।